तेरो कसको फोन आएछ यो? हेलो हजुर के रे पैसा चाहियो रे? पैसा 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 जहिले पनि पैसा कहाँबाट पठाऊँ मैले? पैसा छैन मसँग पैसा 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 अब राखेँ मैले। भाइ कसलाई हो यसरी कराएको? कसलाई हुने आमालाई हो नि यसरी कराएको। अनि आमालाई किन यसरी कराएको त भाइ? किन हुनु हो दाइ, जहिले पैसा चाहियो भन्नुहुन्छ, म आफूलाई पुग्दैन, अब कसरी पठाउनु भन्नु त घर पैसा? भाइ तिमी विदेश आएको कति भयो र? कति हुनु हो दाइ, 5 वर्ष जति भयो, कमाइ नै हुँदैन, के गर्ने, अब घर पनि पैसा कसरी पठाउने हो र? अनि घरमा कति पठाएको भाइ पैसा? कति हुनु हो दाइ, 2 पटक पठाएँ, 2 पटकमा 50,000 पठाएको छ। अनि आउँदा कति लगानी लगाएको भाइ? कति हुनु हो दाइ, 5 लाख लगाएर आएको, खै कमाइ नै भएन। तिमी यसरी रक्सी चुरोट केटीमा पैसा पठाउँछ, घरमा पठाउँदैनौ, अनि आमाले तिमी आएको ऋण कसरी तिर्नुहुन्छ भन त भाइ? घरमा नि ऋण माग्नु मान्छे आउँछ होला, अनि आमाले तिमीलाई भन्नुहुन्छ तिमीले नपठाई कसले पठाउँछ? तिमीले खाएको पैसा घर पठाएको भए तिम्रो ऋण सकिन्थ्यो होला। अनि बुढी आमाले त्यसरी गाली गर्नु हुँदैन नि भाइ, अहिलेको रमाइलो हेर्नु हुँदैन नि भाइ। अहिले पो तिमी ठिकै छौ, कमाइरहेछौ, अब भोलि पछि बिरामी भयो भने तिमी नेपाल जानै पर्छ, अनि झन् ऋणमा टिप्छ, अनि तिमीलाई पनि गाह्रो हुन्छ, तिम्रो परिवारलाई नै गाह्रो हुन्छ भाइ। त्यसैले रक्सी चुरोट केटी छोड भाइ, राम्रोसँग पैसा कमाऊ, घर पठाऊ, भोलिको दिन राम्रो हुन्छ। सबै राम्रो भयो भने रमाइलो त नेपालमै हुन्छ। हो दाइ, ठिक भन्नुभयो हजुरले, मेरो आँखा खोलिदिनु भयो दाइ, अब म सुतिन्छु दाइ। मैले गर्दा आमालाई कति गाह्रो भयो होला दाइ, त्यो मैले कहिल्यै सोचेन। हजुरलाई धेरै धन्यवाद दाइ, मेरो आँखा खोलिदिनु भएकोमा, मेरो घर परिवार, मेरो दायित्व बुझाइदिनु भएकोमा हजुरलाई धेरै धेरै धन्यवाद। हजुरहरू पनि विदेशमा हुनुहुन्छ भने, यस्तै गरिराख्नु भएको छ भने हजुरहरू पनि प्लिज छोडिदिनु होला। हजुरहरूले गर्दा हजुरहरूको परिवारलाई धेरै नै गाह्रो हुन्छ, त्यसैले यो भिडियो हामीले सन्देशको लागि मात्र बनाएको हो। यो भिडियो हजुरहरूलाई मन पर्यो भने लाइक, कमेन्ट अनि सेयर गरिदिनु होला। मेरो युट्युब च्यानलमा गएर पनि विप्लव कार्की भनेर सर्च गरेर सब्सक्राइब गरिदिनु होला। यस्तै कन्टेन्टहरू हामीले ल्याउने प्रयास गर्नेछौँ। पछि ल्याउन छु हामी, योभन्दा अझै पनि केही चाहिनेको कुराहरू हामी अझै बनाउन जाँदै क्रममा छु हामी। हाम्रो यो भिडियोलाई फर्स्टलाई माया गरिदिनु होला। हाम्रो युट्युब च्यानललाई चाहिँ लाइक र सब्सक्राइब गरिदिनु होला। अनि यसको उद्देश्य के छ रे? विप्लव, मेरो विप्लव भाइ हो, कार्की छ, विप्लव कार्की भाइ। यो चाहिँ हामीले विशेष गरी यो विदेशमा भएको दिदीभाइ दाजुबहिनीहरूलाई बनाएको यो कन्टेन्ट तपाईँहरूले राम्रोसँग बुझिदिनु होला, माया गरिदिनु होला। जाँदा जाँदै अब अर्को भिडियोमा भेट्छौँ। जाँदा जाँदै हजुरहरूलाई बाइ बाइ।